बर्माया हजुर आज घरमा आयौ नि। हजुर तिम्रो घरमा भाइलाई फाटेको कपडा लगाएर स्कुल पठाएको थियो हैन? हजुर घरमा खाने खर्च थिएन, बा बिरामी हुनुहुन्छ, एकचोटि घरमा पनि आइदिनु न दाइ भनेको थियो नि। हजुर कस्तो लाग्यो बहिनी आज हामी घरमा आउँदाखेरि? मैले सोचेको पनि थिएन दाइ यति छिटै आइदिनुहुन्छ भनेर। यति छिटै आइदिन्छौँ भनेर सोचेका थिएनौ? हजुर किन नसोचेको त? सोचेको पनि थिएन दाइ मैले। सोचेकै थिएनौ? हजुर यति धेरै सहयोग आउँछ भनेर सोचे थिएनौ? हजुर सोचे थिएन। सोचे थिएनौ है? हजुर बुवा हजुर तपाईँले छोरीलाई सधैँ मेलामा पठाउनुहुन्छ। हामी त एउटा कसैको मेलामा आलु खन्दै गर्दा भेटाएको नि हजुरको छोरीलाई। हजुर बाबु के गर्ने, घरमा यस्तो बिराट हो। घरमा चाहिँ म बिरामी, छोरा स्कुल जाने, स्कुलमा गर्ने ड्रेस कपडा किन्ने पैसा हुँदैन थियो बाबु। मलाई उपचार गर्ने पैसा हुँदैन थियो। त्यहाँबाट मैले के सोचेँ, जाऊ बाबु 1-2 रुपियाँ कमाएर ल्याउला, मलाई उपचार गर्ने होला। यो पढाउने उमेरमा काम गरेर पैसा लिएर आऊ भन्छन् त बुवा कसैले। अब मैले के गर्ने, मलाई उपचार गर्ने भएन। बाबुले त्यो कान्छा छोरोलाई ड्रेस कपडा किन्ने हुँदैन, त्यो कारणले छोरीले मैले के भने, छोरी स्कुल जाने लागेर, ए बाबा तपाईँले बिमारी हुनुभएको छ, तपाईँले कसले कमाइन्छ र तपाईँ यस्तो उसले रोगले च्यापे छ, रोगले च्यापेकोले कसले के गरिन्छ र बाबा भनेर, तपाईँले कमायो भने उपचार गरौँला बाबा भनेर कमाउनुहुन्छ। त्यति धेरै माया लाग्छ बुवाको नानु? मेरो त बुवा भनेको पनि आमा भनेको पनि बुवा नै हो। आमा हुनुहुन्न है? हजुर कति वर्ष कति भयो नि आमा बितेको? 6 वर्ष। 6 वर्ष भइसक्यो है? हजुर कतिको याद आउँछ नि नानु आमाको? धेरै नै याद आउँछ। के कुरामा बढी याद आउँछ नि? मम्मीले भाइहरूलाई पढाउने, आफू पढ्ने भनेको याद आउँछ। भाइहरूलाई धेरै पढाए भन्नुहुन्थ्यो? हजुर र हजुर अनि भाइलाई स्कुल ड्रेस किनिदेऊ त? किन्न सकेको छैन दाइ। किन्न सकेको छैनौ? हजुर त्यही त तिमीले मैले स्कुल ड्रेस पनि किन्न सकिनँ भनेको थियौ। हजुर अनि भाइ खै? ए भाइ आऊ त यता, त्यहाँ बसिरहेको रहेछन्। म त यता कुरा गर्दा गर्दै बिर्सिएछु। ल यहाँ बस त बाबु। तिम्रो भाइ है? हजुर यिनै हो है अस्ति बाटोमा भेटिएको? हजुर बाबुलाई आज जुत्ता भइहाले है? यो के हो यो? ड्रेस हो? ए अनि तिमीले अस्ति, अनि यो फेरि प्यान्ट हो? तिमीले चाहिँ अस्ति भनेको थियौ नि मलाई दादा स्कुल ड्रेस पनि भएन भन्ने कुरा गरेको थियौ नि। तिम्रो स्कुल ड्रेस थिएन बाबु त्यो दिन? स्कुल ड्रेसै छैन? कति भयो थियो नि कपडा नकिनेको, ड्रेस नकिनेको? एकचोटि 1 कक्षामा नकिन्दै थिएँ, अनि त्यहाँदेखि किन्दै छैन। ए 1 कक्षामा हुँदाखेरि किनिदिनु भएको थियो? त्यही नै हो, त्यति नै हो किनेको, त्यसपछि किन्नु भएन? तिमीलाई नयाँ ड्रेस लाएर स्कुल जान मन लाग्थ्यो? लाग्थ्यो हो र? ल अब चाहिँ तिमी नयाँ ड्रेस लगाएर जुत्ता लगाएर स्कुल जाने हुन्छ? जान्छौ कि न स्कुल? अन्त कतै लगेर पढाउन दिनुहुन्छ कि हुन्न छोरालाई? सर बाबु मैले चाहिँ अब त्यही उसम्म पढाउनु चाहिँ त्यही नै पढाउने? बाबु धेरैले भन्नुभएको थियो त बाबुलाई चाहिँ हामीले पढाउँछौँ, यहाँ काठमाडौँ ल्याउनु भन्ने कुरा गर्नुभएको थियो। बुटोल ल्याउनु, पोखरा ल्याउनु, काठमाडौँ लिएर आउनु, हामीले पढाउँछौँ भन्ने कुरा गर्नुभएको थियो। अब तपाईँलाई बुवालाई नसोधिकन त त्यत्तिकै त लाने कुरो त भएन बुवा। के छ तपाईँको विचारलाई भन्नु त? बाबु यहीँ पढाउँछु भनेको छु बाबु, यहीँ पढाउने। यहीँ बसेपछि बाबु म यस्तो बिरामी छु, बिहान बेलुका मलाई दाउरा हुँदैन, दाउरा सारिलान्, पानी हुँदैन, पानी सारिलान् बाबु। राम्रो ठाउँमा लगेर राम्रोसित पढाउन सकियो भने त भोलि भविष्यमा हजुरलाई पनि त राम्रो होला नि बुवा, होइन र? आफ्ना छोरछोरीलाई राम्रो हुन्छ। अन्टुकेर बाबु के गर्ने बाबु, यहीँ पढाउँछु भन्ने इच्छा छ बाबु। यहीँ पढाउने है? हजुर त्यही त, यहीँ पनि अब हामीले भोलि चाहिँ बाबुलाई त्यहाँ कतिसम्म स्कुल छ भन्नु त? त्यो 5 सम्म छ। 5 सम्म? त्यसो भए त्यो स्कुलमा हामीले 5 सम्म पढ्नको लागि व्यवस्था गर्छौँ, हुन्छ बुवा? हजुर बाबु, हुन्छ बाबु। बाबु अब तिमीले त्यहाँ स्कुलमा पढ्दाखेरि तिमीले कापी पनि किन्नु पर्दैन, ड्रेस पनि किन्नु पर्दैन, कलम पनि किन्नु पर्दैन, त्यो स्कुलको फी पनि बुझाउनु पर्दैन, परीक्षा फी पनि बुझाउनु पर्दैन, हुन्छ? हुन्छ। अब चाहिँ तिमीलाई हामीले गरिदिन्छौँ है त्यहाँ? हुन्छ। खुसी छौ नि? हजुर। अनि तिमीलाई पनि व्यवस्था गरेका छौँ पढ्ने। अब पढ्न जाने हो कि होइन? ल भन। नपढ्ने दाइ, यत्रो स्कुल छोडेको यत्रो वर्ष भइसक्यो, नपढ्ने। यति बेला 5 क्लासमा गएर भर्ना गर्न पनि लासै लाग्छ दाइ।
अब स्कुल नपढ्ने तिमीले? हजुर। तिमीले म पनि स्कुल पाएँ भने स्कुल पढ्छु भने थियो होइन, त्यसपछि हामीले व्यवस्था गरेका थियौँ स्कुल पढ्ने। पढ्ने दाइ भाइलाई पढाउँछु, बाबालाई हेर्छु, मैले नपढ्ने। तिमीलाई केही खर्च हुँदैन के अरे अब? हुँदैन। तिमीलाई केही खर्च हुँदैन, स्कुल ड्रेसहरू सबै कापी कलमहरू स्कुल फीहरू सबै हामीले बुझाउँछौँ नि। म चाहिँ नपढ्ने दाइ। नपढ्ने अब? हजुर। भाइलाई पढाउने? हजुर। हुन्छ, त्यसो भए अब नानुले चाहिँ अब 17 वर्षको भइसकिँदै अब स्कुल गएर 5मा भर्ना गरेर पनि के गर्नु भन्ने कुरा गरेको छिन्। ल यो चाहिँ बाबुलाई, अनि यो पनि बाबुलाई। कस्तो छ? ठिक छ। हेर त कति राम्रो छ। ल कहिले लाथ्यौ कि नै? म त दाइ कहिले पनि लाथेन। ए कहिले पनि लाथेनौ? हजुर। यस्तो राम्रो कपडाहरू ज्याकेटहरू यसरी लाथेनौ है? हजुर। हो र? ल अब बाबुलाई लगाएर आऊ। ल यता बहिनीको लागि छ है यो लुङ्गी। लुङ्गी लगाएको देखेको थिएँ कि मैले त्यो आलु खन्दाखेरि। ल कस्तो छ यो लुङ्गी? राम्रो छ। राम्रो छ? हजुर। अनि यहाँ पनि छ है तिमीलाई, यहाँ टी सर्ट पनि छ है, यहाँ टी सर्ट छ। ए टी सर्ट ठिक छ? हुन्छ, ठिक छ। अनि यहाँ यो पातलो गर्मी मौसममा होइन यो लगाउने। कस्तो छ? ठिक छ। एकचोटि लगाएर आउनु पर्छ है। ल लगाएर यो लगाएर आऊ। ल हामीले हेर्नु पर्यो। ए यता अर्को पनि छ, यहाँ चप्पल पनि छ नि, नयाँ चप्पल चिटिक्क। ल हजुर, अब हजुरलाई हामीले देखेकै थिएन बुवा, मोटो हुनुहुन्छ कि पातलो हुनुहुन्छ कि हामीलाई थाहै भएन बुवा हजुर कस्तो हुनुहुन्छ भन्ने। पहिलोचोटि भेट भयो होइन। अब हजुरलाई चाहिँ म फेरि आउँदाखेरि ल्याउँछु नि है बुवा। हुन्छ बाबु, हुन्छ। बिन्ती छ नरिसाउनु होला है, मलाई चाहिँ केही ल्याइदिन नभन्नु होला। रिसाउँदैन बाबु, रिसाउँदैन। फेरि आउँदाखेरि ल्याइदिनु होला बाबु। हामीले त तपाईँको छोराछोरीलाई चाहिँ तलै देख्यौँ होइन। ल यो जुत्ता पनि छन् यहाँ है। ल जुत्ता पनि लगाउने कस्तो हुन्छ त्यो निकालेर। ल के रिसाउनु भएको छ मलाई ल्याइदिनु? रिसाउँदैन बाबु, रिसाउँदैन। किन रिसाउने बाबु? हजुरको लागि चाहिँ यता रासन पानी, अन्डा खानुहुन्छ कि नै? अन्डा खाइन्छ बाबु, खानुहुन्छ? खाइन्छ बाबु। अन्डा लिएर आएको है। आउँदाखेरि म कतिचोटि बिर्सेर बाटोमा भुलेर, त्यो धेरै लामो बाटो रहेछ के अरे होइन, धेरै लामो बाटो छ बाबु। बस्दै आयौँ अनि बिर्सेछु त्यहाँ मैले ल्याउनै फेरि अन्डा, फेरि त गुडेर घर लिएर आएको। हजुर बाबु, के गर्ने त। हजुर बुवा, बाटो धेरै लामो छ, गाडी आउँदैन बाबु हाम्रो ठाउँमा। यो विगत ठाउँ छ बाबु। बिरामी हुना म बिरामी हुना। अनि बुवा बर्मायालाई धेरै दुःख छ है? धेरै दुःख छ बाबु बर्मायालाई। यता बाबाको उपचार गर्ने, उता भाइले स्कुल पढाउने भन्ने धेरै दुःख नै छ बाबु। अब कति धेरै इच्छा गरेको थियो पटनामा पढ्छु बाबा भनेको थियो, मैले पटनामा दिइनँ। म यस्तो बिरामी रोगले च्याप्ने, उता बाबुले त्यस्तो। स्कुल छोरीलाई स्कुल पढाउन छोडेर अर्काको मेलामा गएर काम गर भन्नुहुन्छ है? अब के गर्ने बाबु, घरमा खाने केही पनि हुन्न, खानेकुरा केही पनि हुन्न। खानेकुरा लिनेको लागि नानी यस्तो काम गर, यस्तो लिऊ, के खाने बिहान के खाम बेलुकी के खाम भन्ने भइन्छ के अरे बाबु। त्यही भएर काममा पठाइन्छ। ओहो, ल आऊ त यता। ओ बाबु कति चिटिक्क परेको। ल उता हेर त। आहा अन्त बाबु कति राम्रो भएर आए। यस्तो नयाँ कपडाहरू लगेको थियो कि थिएन पहिला? थिएन। किन नलगाएको नि? बाबा काम गर्न सक्नुहुन्न, अनि दिदी पैसा कमाएर पुग्दैन। दिदीले पैसा कमाएर पुग्दैन, त्यही भएर नलगाएको। कस्तो भयो नानु तिमीलाई? खुसी लागेको छ। खुसी लागेको छ? हजुर। जे ठिक्क भयो सबै कुराहरू? हजुर। मापे जस्तै भयो? हजुर। यो चेन लगाऊ न ल अब। अनि यता नानुलाई त सल पनि छ यता। ल हेर त। ल यो सल ओढा त ल। ओहो, ल सल पनि छ नानुलाई। कस्तो भयो? एकदम राम्रो भयो हजुर। राम्रो भयो, राम्रो भयो, खुसी लाग्यो। हेर्नु न हजुर अब कस्तो हुनुहुन्छ भन्ने थाहा भएन। तपाईँ दुब्लो अलिकति पातलो हुनुहुन्छ कि मोटो हुनुहुन्छ भन्ने नै थाहा भएन। हजुरको हाइट कस्तो छ भन्ने थाहा भएन। बल्ल थाहा भयो बुवा। अर्कोचोटि आउँदा हजुरलाई पनि ल्याउँछौँ है। हजुर बाबु, हुन्छ बाबु, हुन्छ नि बुवा। हुन्छ बाबु, अर्कोचोटि आउन ल्याइनु होला। हुन्छ बुवा, यता रासन पानीहरू छ, सबै सामानहरू छ है। हजुर।
अनि यो सहयोग पठाउनेहरू हुनुहुन्छ होइन, एकजना विष्णु सर हुनुहुन्छ, उहाँले चाहिँ मेरो घर प्युठान हो, त्यो बहिनीको लागि र नानुको लागि 1000 भए पनि मैले सहयोग गर्छु भनेर उहाँले चाहिँ सहयोग गर्नुभएको थियो। उहाँलाई हामी धेरै धेरै धन्यवाद दिन्छौँ। विष्णु सर हजुरलाई मनैदेखि धन्यवाद दिन्छौँ। थोरै भए पनि हजुरले यो परिवारको लागि दुःख देख्नुभयो। त्यसै गरी शिवा पुन रुकुम पश्चिम हाल अमेरिका हुनुहुन्छ, उहाँले चाहिँ 6775 रुपियाँ सहयोग गर्नुभएको थियो। उहाँलाई पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी एकजना दिदी जसले चाहिँ विदेशमा बसेर पनि मेरो नाम नभनिदिनु होला, ती नानी बाबुहरूलाई चाहिँ रासन पानी कपडाहरू लगिदिएर जानु होला भन्ने कुरा गर्नुभएको थियो र आज हामी उहाँहरूले पठाएको सहयोग रकम लिएर आएका थियौँ। के भन्न चाहन्छौ नि सहयोग गर्ने दादा दिदी सबैलाई? धेरै धेरै धन्यवाद दिन चाहन्छु मैले मनैदेखि नै। म दुखीलाई यस्तो ठाउँमा पनि सहयोग गरिदिनु भएको धेरै धेरै धन्यवाद दिन चाहन्छु। हो, तिमीले के भन्न चाहन्छौ? धेरै धेरै धन्यवाद दिन्छु। खुसी छौ? हजुर। हो, बुवा के भन्न चाहनुहुन्छ सहयोगी मनहरुलाई? मैले चाहिँ सहयोगी गर्ने मान्छेले धेरै मैले मेरो भगवान झुल्किरहेको जस्तो मानेको छु। धन्यवाद दिन्छु, मैले धन्यवाद दिन्छु। मलाई धेरै सहयोग गर्नुभएको दुखी, म यस्तो दुखीलाई यस्तो पीडालाई यस्तो वीर ठाउँमा म यस्तो रोगले च्यापेकोलाई धेरै धेरै सहयोग गर्ने मान्छेलाई मैले धन्यवाद दिन्छु। मैले भगवान जस्तो मानेछु। हजुर, अहिले हामी जान्छौँ है। अब फेरि कसैले सहयोग पठाउनु भएछ भने फेरि पनि आउनेछौ नि? हुन्छ हुन्छ ल, बाई बाई गरिदिनु न उता एकचोटि सबैले। दर्शकवृन्द, अर्कैको मेलामा गएर आलु खन्दै गरेकी बरमाया बहिनीलाई हामी भेटायौँ। बरमाया बहिनी आफूले नपढेर आफ्नो भाइलाई पढाइरहेकी छिन्, आफ्नो बुवाको हेरचाह गरिरहेकी छिन्। आज हामी बरमाया बहिनीको घरमा आएर केही सहयोग गर्न पायौँ। सहयोग गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद दिँदै म बाबुराम पाण्डे पनि बिदा हुन्छु। नमस्ते। तिम्रो दाइ हो? ए, यिनी त उहाँ तल कसकोमा पढ्छु भन्थे त? दिदीकोमा पढ्छन् होइन र? नानु, तिमीले त भाइ उहाँ तल बसेर पढ्नुहुन्छ, यता माथि चाहिँ मैले अर्को सानो भाइलाई पढाउँछु, माथि बस्छन्। अर्को भाइ त उहाँ तल दिदीकोमा कहाँ गएर पढ्छन् भन्थ्यौ त? यहीँ छन् त? अघि आएको हुन्? भन्नुपर्छ नि। हेर त नानुलाई त के, बाबुलाई त केही पनि ल्याइएन त? ए, तिमीलाई पनि थाहा थिएन भाइ आउँछ भन्ने? हो र? तपाईँलाई थाहा, तपाईँले भन्नुभएको थियो बुवा उहाँलाई आऊ भनेर? हजुर बाबु, मैले आऊ बाबु, हामीलाई सहयोगी आछन्। हामीलाई त केही भन्नु भएन त? मैले बाबु आऊ आजदेखि हिँड्ला भनेर मैले छोरा दुई भाइले छोरालाई जम्मा गर्नु भएको? त्यही त हामीलाई भनेको भए अब बाबुलाई थाहै भएन, उतै गएर पढ्छन् भन्ने थाहा भयो। बाबुलाई केही ल्याइए छैन बुवा, अब फेरि आउँदाखेरि केही लिएर आउँला नि है? हुन्छ बाबु, हुन्छ बुवा। हजुर फेरि। बाबु, तिम्रो नाम के हो? हरकमान। कतिमा पढ्छौ? 3मा पढ्छौ? के बन्ने मन छ पढेर? ए, पछि सोच्ने हो? अहिले थाहा छैन है? तिमीलाई चाहिँ अहिले केही ल्याइएको छैन? तिमीलाई चाहिँ फेरि आउँदाखेरि केही लिएर आउँछौ। अहिले खानेकुराहरू ल्याएछौ, खानेकुराहरू खानु है? तिमी त फेरि उता कहिले जाने हौ त? भोलि नै। ए, भोलि नै जाने हो? आज बाबाले बोलाएर आएको हो? बाबाले हामीलाई केही पनि भन्नु भएन। यदि थाहा भएको भए बाबुलाई पनि कपडाहरू लिएर आउने थियौँ। केही पनि थाहा भएन। अब फेरि आउँदाखेरि लिएर आउँछौँ। हुन्छ बाबु? हुन्छ। ल, एकचोटि उता हेरेर सबैले बाई बाई गरिदिनु ल लास्टमा।